हेलो, म लालवीर लामा। के तपाईँ चाहनुहुन्छ एकदमै दुर्गन्धित श्वासबाट चाहिँ मुक्त हुनलाई? के तपाईँ चाहनुहुन्छ तपाईँको दाँत सम्बन्धी विभिन्न खालको समस्याहरूबाट मुक्त होस्? यदि यसो हो भने यो भिडियो तपाईँको लागि हुनसक्छ। अन्तिमसम्म हेरेर साथ दिनुहोला। आज म कुरा गर्दैछु यो गानोजी पेस्टको चाहिँ बारेमा, गानोजी टुथपेस्टको बारेमा। यो चाहिँ डिएक्सन ब्रान्डको चाहिँ एकदमै महत्त्वपूर्ण उत्पादन प्रोडक्टमा चाहिँ यो पनि पर्छ। किनभने यो गानोडरमा मेन्थोला पुदिना मिक्स गरेर चाहिँ बनाएको हुन्छ। यसमा कुनै पनि किसिमको चाहिँ रङहरू मिसाउनु हुँदैन। सो त्यो भएको कारणले यो हामीले एकदमै भन्दा एकदमै चाहिँ राम्रो तरिकाले प्रयोग गर्ने हो भने तपाईको श्वास गनाउने समस्या, दाँत सिरिङ गर्ने समस्या, दाँतमा चाहिँ किराहरू लाग्ने समस्या र दाँत दुखाइ हैन सिरिङ गर्ने भिजेबाट रगत आउने यो खालको समस्यालाई चाहिँ यसले एकदमै प्रभावकारी ढङ्गले काम गर्छ। भने यसको चाहिँ दाँत माझ्ने मात्र काम होइन कि यसको चाहिँ दाँत माझ्नुको अलावा पनि यसले धेरै किसिमको चाहिँ काम गर्छ, जसलाई चाहिँ प्राथमिक उपचारको रूपमा पनि हामीले दिन सकिन्छ। जस्तै हामीलाई कहिलेकाहीँ घाँटीमा टन्सिलहरू हुने, घाउहरू आउने भयो भने तातो पानीमा चाहिँ मिक्स गरेर कुल्ला गर्नुभयो भने यसले चाहिँ राम्रो गर्छ। भने हाम्रो पिनासको समस्याहरू छ भने मनतातो पानीमा घोल्ने र बाफ लिने थाल्ने गर्नुभयो भने यसले चाहिँ तपाईँको एकदम प्रभावकारी ढङ्गले चाहिँ काम गर्छ। जस्तै तपाईँलाई बाहिरी घाउ चोटपटक लाग्यो भने कुनै पनि बेला चाहिँ हामीलाई चाहिँ मेडिकल हस्पिटल होइन अथवा चाहिँ हेल्थ पोस्टतिर जान नभ्याउने अवस्थामा अथवा हामी चाहिँ कार्यालयमा छौँ भने पनि यो हामीले साथमा राख्नुभयो भने घाउ खटिराहरूको लागि किराले टोक्ने ठाउँमा पनि हामीले यसलाई चाहिँ अप्लाई गर्न सकिन्छ। भने जसको चाहिँ काखी गनाउने समस्याहरू हुन्छ उहाँहरूलाई पनि एकदम बेस्ट हुन्छ। अनि मजा गनाउने समस्याहरू हुन्छ, कतिपय मान्छेको चाहिँ पुरै हिरोले चाहिँ बर्खामा खुट्टा खाने समस्याहरू हुन्छ। त्यसको अलावा पनि यसलाई चाहिँ हामीले नर्मल हामीलाई चाहिँ ग्यास्ट्रिकहरू छ हैन, कब्जियतहरू छ, ग्यासको समस्याहरू अलिअलि छ भने पनि यो टुथपेस्टलाई चाहिँ मनतातो पानीमा घोलेर खाँदाखेरि यसले चाहिँ राम्रो गर्छ। र अर्को भनेको अल्सरको पेटमा चाहिँ नर्मल अल्सरहरू पनि छ भने चाहिँ यसले चाहिँ राम्रो गर्छ, मद्दत गर्छ। यसले चाहिँ सुकाउनको लागि मद्दत गर्छ। भने पाइल्सको मान्छेहरू चाहिँ घाउ नै भइसकेको छ भने हल्का टुथपेस्टलाई चाहिँ थोरै पानीमा चाहिँ मिलाएर मलद्वारको वरिपरि लगाउनु भयो भने त्यहाँ इन्फेक्सन हुन दिँदैन। सो त्यो भएको कारणले यो प्राथमिक उपचारको लागि नाम एक काम अनेक डिएक्सन गानोजी टुथपेस्ट हजुरले एकचोटि चाहिँ प्रयोग गरेर हेर्न सक्नुहुनेछ। भन्दै यो भिडियो मार्फत चाहिँ म के भन्न चाहन्छु भने हामीले विभिन्न ब्रान्डको चाहिँ प्रयोग गरेर हुन्छ, तर एकचोटि यो प्रयोग गरेर हेरौँ न त। यसले चाहिँ तपाईँको चाहिँ एउटा मात्र काम होइन, धेरै किसिमको चाहिँ यसले चाहिँ समस्याहरूलाई 20भन्दा बढी समस्याहरूलाई चाहिँ राम्रो गर्ने भएको कारणले यो अर्ग्यानिक छ, त्यसमा कुनै पनि केमिकल मिसावट छैन। यसलाई चाहिँ हामीले चाहिँ भित्री रूपमा बाहिरी रूपमा जहाँ पनि चाहिँ प्रयोग गर्न सक्छ। भन्दै डिएक्सन गानोजी टुथपेस्टलाई चाहिँ खोजी प्रयोग गर्नु होला भन्न चाहन्छु। र यो भिडियोलाई अन्तिमसम्म हेर्नुभयो। यो भिडियोलाई हेरिसकेपछि चाहिँ सेयर, लाइक, कमेन्ट गर्न नभुल्नुहोला। भोलिको दिनमा नयाँ भिडियोहरू मैले बनाउने क्रममा चाहिँ हजुरको मोबाइलमा आओस् भन्ने चाहनुहुन्छ भने सब्सक्राइब पनि गर्नुहोला भन्दै म छुट्टिन चाहन्छु। यदि यो गानोजी पेस्ट अथवा यो डिएक्सन कम्पनीको चाहिँ मन्जन हजुरलाई प्रयोग गर्न मन लागेको छ भने मैले तल दिएको नम्बरमा अथवा मलाई कमेन्ट गर्न सक्नुहुन्छ भन्दै म छुट्टिन चाहन्छु। थ्याङ्क यू सो मच सबैजनालाई। नमस्ते।